झापाबाट एमालेको मिसन जागरण अभियान सुरु, अध्यक्ष ओलीद्वारा उद्घाटन। प्रश्न उठाउने माथि ओलीको दुर्वचन, कोशी झरेर दिनुभयो नेतृत्व नछोड्ने सन्देश। पुनर्गठन अभियान चलाउनेहरूलाई कारबाही गर्ने चेतावनी। आफू पाउला र खाउला भनेर होइन, देशको परिवर्तनका लागि हिँडेको ओलीको दाबी। काठमाडौँ उपत्यकाका 10 स्थानबाट हिजो 9226 सिलिन्डर ग्यास वितरण। आजदेखि नियमित रूपमा विक्रेताहरू मार्फतै ग्यास वितरण गरिने। आजदेखि देशभरका मेन पावर कार्यालय बन्दको घोषणा। भिजा आएका श्रमिकको उडान समेत रोकिँदै। नेपाली बजारमा चिनीको चरम अभाव, खुद्रा मूल्य बढेर प्रति किलो 120 रुपियाँसम्म पुग्यो। सरकारद्वारा कानून न्याय तथा संसदीय मामिला मन्त्री नै नेपाल कानून आयोगको अध्यक्ष रहने व्यवस्थाको प्रस्ताव। जनमत वामपन्थी शक्तिबाट टाढिनुको कारणबारे गम्भीर समीक्षा गर्नुपर्ने एमाले महासचिव शंकर पोखरेलको भनाई। मध्य पहाडी लोकमार्ग निर्माणमा ढिलाइ हुँदा सुरुको अनुमान भन्दा 51 अर्ब रुपियाँले लागत बढ्यो। मध्य पहाडी राजमार्ग निर्माणको 2 दशक बित्यो। निर्माणमा ढिलाइ हुँदा लागत सुरुको अनुमान भन्दा 51 अर्ब रुपियाँले बढ्यो। 1 दशक भन्दा बढी समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालनका लागि सरकारी टोलीद्वारा स्थलगत निरीक्षण। सञ्चालनको भने टुङ्गो छैन। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यद्वारा आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी। बैंकहरूको असुलीसँगै उठ्न बाँकी ब्याजमा पनि सुधार। वास्तविक नाफा 65 अर्ब पुग्यो। जाजरकोट पहिरो प्रभावित 300 जनाको उद्धार। पहिरो प्रभावितहरूलाई तत्कालका लागि स्थानीय विद्यालयमा राखियो। सुदूरपश्चिम भ्रमणका क्रममा बिरामी पर्नुभएका पूर्वाधार विकास मन्त्री सुनिल लम्साललाई सेनाको स्ट्राइक ट्रकमा धनगढीबाट काठमाडौँ लगियो। गैर आवासीय नेपाली संघद्वारा वैदेशिक रोजगारीमा रहेका समस्याग्रस्त श्रमिकको उद्धारका लागि विभिन्न मुलुकमा तत्काल सेल्टर हाउस स्थापना गर्न नेपाल सरकारसँग माग। श्रमिकलाई अनिवार्य रूपमा सिपमूलक तालिम दिएर मात्रै विदेश पठाउन आग्रह। पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमले भनियो। पाक्षिक 81 करोड 35 लाख घाटा छ। धान रोपाईको चटारोका बीच वीरगञ्ज नाकाबाट भित्रियो 11,715 टन मल। विदेश खबरमा आप्रवासीको संख्या घटाउने योजनामा अस्ट्रेलिया। भिजा आवेदनमा कडाई गर्ने तयारी। र खेल खबरमा फ्रान्सको पेरिसमा आयोजित पब्जी मोबाइल विश्वकपमा नेपालको होर्रा स्पोर्ट्सले कुल 109 अङ्क जोड्दै 8औं स्थान हासिल गर्यो। झण्डै 2 करोड पुरस्कार। आउनुहोस् अब लागौं पुरा समाचारतर्फ। गृहमन्त्री सुदन गुरुङले आफ्नो चुनावी क्षेत्रमा मतदातासँगको भेटघाटलाई तीव्रता बनाउनु भएको छ। उहाँले गोरखाको शहीद लखन गाउँपालिका पुगेर स्थानीयवासीसँग हिजो भेटघाट गर्दै उहाँहरूका गुनासो तथा समस्याबारे जानकारी लिनु भएको छ। भेटमा स्थानीयवासीले सडक, मल तथा खानेपानीको समस्या समाधानका लागि सरकारको साथ आवश्यक रहेको बताउनु भएको छ। यस क्रममा आफ्ना मतदातासँग गृहमन्त्री गुरुङले प्रतिबद्धता व्यक्त गर्दै सडकदेखि खानेपानीसम्मका समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। नेपाली कांग्रेसको संस्थापनेतर पक्षको राष्ट्रिय सम्मेलनले पार्टीभित्रको विवाद अन्त्य गर्दै 14औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाको नेतृत्वमा 15औं महाधिवेशन गर्ने निष्कर्ष निकालेको छ। काठमाडौँको सुकेधारा स्थित एक पार्टी प्यालेसमा 3 दिनसम्म चलेको सम्मेलनले देउवा नै पार्टी सभापति रहेको दावीसहित उहाँकै नेतृत्वमा 15औं महाधिवेशन गर्ने निष्कर्ष निकालेको हो। पार्टीको आधिकारिकता सम्बन्धी विवाद, विशेष महाधिवेशन, आगामी महाधिवेशनको कार्यतालिका तथा संगठन पुनर्गठन सहित समसामयिक राजनीतिक विषयमा पनि सम्मेलनले विभिन्न निर्णयहरू गरेको छ। सम्मेलनपछि जारी वक्तव्यमा पार्टीभित्रको विभाजनलाई अन्त्य गर्दै 14औं महाधिवेशनबाट निर्वाचित सभापति देउवाकै नेतृत्वमा बृहत एकताको 15औं महाधिवेशन नै उपयुक्त निकास भएको उल्लेख गरेको छ। सम्मेलनले कार्य सम्पादन समितिको आवश्यक परामर्शमा 15औं महाधिवेशनको नयाँ कार्यतालिका घोषणा गर्ने सम्पूर्ण अधिकार देउवालाई प्रदान गर्ने निर्णय समेत गरेको छ। यसैबीच कांग्रेसको संस्थापनेतर पक्षले राष्ट्रिय सम्मेलनबाट पारित गरेका प्रतिवेदनका विषयप्रति संस्थापन पक्षले भने आपत्ति जनाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारसँग कुराकानी गर्दै प्रवक्ता चालिसेले आपत्ति जनाउनु भएको छ। यो विषयमा सभापति गगन थापाले सम्भवतः आफ्नो कुरा बोल्ने प्रवक्ता चालिसेले बताउनु भएको छ। त्यहाँ कांग्रेस पार्टीभित्र विवाद छ भनेर बहुप्रचार गरी पार्टीको छविलाई धमिल्याउने काम भएको पनि उहाँले बताउनु भएको छ। यता कांग्रेस सभापति गगन कुमार थापाले आफू विरुद्ध पछिल्लो 3 दिनमा धेरै निन्दा भएको बताउनु भएको छ। कांग्रेसको संस्थापनेतर भेलालाई लक्षित गर्दै उहाँले आफू विरुद्ध धेरै निन्दा गरिएको बताउनु भयो। बीपी र विद्रोहका 3 दिनको औपचारिक विमोचन कार्यक्रममा बोल्दै सभापति थापाले भन्नुभयो, धरतीमा जन्मिएदेखि आजसम्म जानेर वा नजानेर जति मेरो निन्दा भएको थियो त्यो भन्दा धेरै निन्दा यो 3 दिनमा भयो। जता हेरियो त्यतै निन्दाका हेडलाइनहरू देख्छु। भोलि तपाईहरूलाई बोलाएर 1 घण्टा बोल्छु। तपाईले जननायक बीपी कोइरालाका विचार र निर्णयलाई नेताहरूले आफ्नो अनुकूलता र सुविधा अनुसार मात्रै व्याख्या गर्न नहुने बताउनु भयो। उहाँले बीपी कोइराला केवल राजनीतिक दलका नेता नभई समयभन्दा अगाडि देख्न सक्ने महान चिन्तक भएको पनि उल्लेख गर्नु भएको छ। यस क्रममा उहाँले आज सम्बोधन गर्दै आफ्ना कुराहरू राख्ने बताउनु भएको छ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बिर्तामोडबाट मिसन जागरण अभियानको उद्घाटन गर्नुभएको छ। एमालेले पालिका तथा वडा केन्द्रित रूपमा पार्टीको मिसन जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेसँगै अध्यक्ष ओलीले झापाबाट अभियानको उद्घाटन गर्नुभएको हो। अभियान अन्तर्गत पार्टी सदस्यता नवीकरणलाई प्राथमिकता दिँदै आगामी प्रदेश सभा तथा स्थानीय तहको निर्वाचनलाई लक्षित गरी देशभर पार्टी गतिविधि विस्तार गर्ने योजना एमालेले अघि सारेको छ। अभियानका लागि एमालेले केन्द्रीय कमिटिका 301 सदस्य सहित केन्द्रीय निकायका सदस्य तथा सल्लाहकार र प्रदेश तहका नेता कार्यकर्तालाई विभिन्न पालिका तोकेर केन्द्रीय प्रतिनिधिका रूपमा खटाएको छ। अभियान अन्तर्गत झापामा पार्टी गतिविधिलाई तीव्रता दिन अध्यक्ष ओली इलाम हुँदै झापा पुग्नु भएको हो। अभियान अन्तर्गत स्थानीय तहसम्म संगठनलाई थप सक्रिय बनाउने तथा पार्टी सदस्यता नवीकरण र संगठन विस्तारलाई प्रभावकारी बनाउने एमालेको तयारी रहेको छ। यस क्रममा ओलीले पार्टी नेतृत्व नछोड्ने प्रश्न पार्दै पुनर्गठन अभियान चलाउनेहरूलाई कारबाही गर्ने चेतावनी पनि दिनुभएको छ। ओलीले पार्टीलाई भोट नदिने सदस्यहरूको सदस्यता नवीकरण नगर्न निर्देशन दिँदै नेतृत्वको बचाउ र विरोधीहरूको प्रति प्रतिवाद गर्नुभएको छ। साथै उहाँले पाउला र खाउला भनेर होइन, देशको परिवर्तनका लागि आफू आएको बताउनु भएको छ। उहाँले पार्टीका नेता कार्यकर्तालाई पदको पछाडि नलागी अग्रजहरूको त्याग र बलिदानबाट पाठ सिकेर अघि बढ्न निर्देशन दिनुभएको छ। नेपाल आल निगमले आइतबार राजधानीका 10 ठाउँबाट 9226 सिलिन्डर ग्यास बिक्री वितरण भएको जनाएको छ। गए राति निगमले सार्वजनिक गरेको विवरण अनुसार सबैभन्दा बढी निगम परिसर टेकुबाट वितरण भएको छ। विवरणमा टेकुबाट 2250 सिलिन्डर ग्यास बिक्री भएको उल्लेख गरिएको छ र निगमले आजदेखि सम्बन्धित ग्यास उद्योगले नियुक्त गरेका विक्रेताहरू मार्फत नियमित प्रक्रिया अनुसार नै ग्यास बिक्री वितरणको व्यवस्था मिलाएको जनाएको छ। उपभोक्ताले आफूलाई पाएको पर्ने ग्यास विक्रेतासँग सम्पर्क गरी ग्यास खरिद गर्न निगमले आग्रह गरेको छ। निगमका अनुसार ग्यास उद्योगहरूले दैनिक बिक्री गर्ने विक्रेता तथा वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर र सिलिन्डर संख्या सहितको विवरण प्रत्येक दिन बिहान 9 बजेसम्म निगममा उपलब्ध गराउन जानकारी गराएको छ। त्यसै ग्यास विक्रेता तथा वितरकले बिक्री गरेको ग्यासको परिमाण, उपभोक्ताको नाम र सम्पर्क नम्बर सहितको विवरण पनि दैनिक रूपमा तयार गरी सम्बन्धित उद्योगलाई उपलब्ध गराउनु पर्ने र उद्योगले उक्त विवरण सोही दिन नेपाल आल निगमलाई बुझाउनु पर्ने व्यवस्था गरिएको छ। निगमले ग्यास वितरण गर्दा अति आवश्यक भएका घरायसी प्रयोजनका उपभोक्तालाई उच्च प्राथमिकतामा राखेर बिक्री वितरण गर्न पनि निर्देशन दिएको छ। नेपाल वैदेशिक रोजगार व्यवसाय संघले सरकार आफ्ना मागप्रति उदासीन बनेको आरोप लगाउँदै आजदेखि देशभरका सम्पूर्ण मेनपावर कार्यालय बन्द गर्ने घोषणा गरेको छ। संघले मेनपावर कार्यालय बन्द गर्नका साथै वैदेशिक रोजगारीका लागि श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया रोक्ने जनाएको छ। संघले यसअघि चरणबद्ध आन्दोलनका कार्यक्रम अन्तर्गत पूर्व अन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन तथा भिजा स्ट्याम्पिङको काम रोकिसकेको थियो। जारी श्रम स्वीकृति प्राप्त गरिसकेका श्रमिकलाई उडानका लागि दिइएको समय सीमा समेत तोकिसकेपछि अब पूर्ण रूपमा काम कारोबार बन्द गर्ने संघले जनाएको छ। संघका वरिष्ठ उपाध्यक्ष महेश कुमार बस्नेतले प्रक्रिया पूरा भइसकेका श्रमिकको उडानका लागि एक साता अघि नै सूचना जारी गरिएको बताउनुभयो। उहाँका अनुसार गए राति 12 बजेबाट नै प्रक्रिया पूरा गरी उडानको तयारीमा रहेका श्रमिकलाई पठाइने भए पनि त्यसपछि भने भिजा र श्रम स्वीकृति आइसकेका श्रमिकको समेत उडानहरू रोकिनेछ। संघका अनुसार आजदेखि काठमाडौँ स्थित मुख्य कार्यालय सहित देशभरका सबै शाखाहरू बन्द रहनेछन्। नयाँ विज्ञापन, अन्तर्वार्ता, सम्पूर्ण रिक्रुटिङ प्रक्रिया, पूर्व निर्धारित श्रमिक उडान तथा वैदेशिक रोजगारीसँग सम्बन्धित सरकारी र प्रशासनिक काम समेत ठप्प हुनेछन्। नेपाली बजारमा चीनीको चरम अभाव देखिएको छ भने खुद्रा मूल्य बढेर प्रति किलो 120 रुपियाँसम्म पुगेको छ। खुद्रा व्यापारी र होलसेलरहरूले उद्योगीले कृत्रिम अभाव सृजना गरेको आरोप लगाएका छन् भने उद्योगहरूले आरोप अस्वीकार गरेका छन्। भारतले नेपाललाई दिएको चीनी आयात कोटाको ठूलो हिस्सा अझै पनि नभित्रिदिँदा आगामी चाडपर्वमा चीनीको झनै अभाव हुने देखिएको छ। छिमेकी भारतले गएको वैशाख अन्तिम साता चीनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि नेपाली बजारमा अब चीनी नपाइने हो कि भन्ने त्रास फैलिएको थियो। तर तत्कालै 1 जेठमा नेपाल चीनी उद्योग संघले एउटा विज्ञप्ति जारी गर्दै उपभोक्तालाई आश्वस्त पारियो स्वदेशमै पर्याप्त चीनी मौजदात छ, अत्तालिनु पर्दैन, कारखानाबाट मूल्य बढ्दैन। तर संघले यस्तो प्रतिबद्धता जनाएको 3 महिना बित्दा नबित्दै अहिले भने बजारमा पर्याप्त चीनी नपाएको गुनासो बढ्न थालेको छ। खुद्रा बजारमा प्रति किलो 95 रुपियाँ रहेको चीनीको मूल्य अहिले 120 रुपियाँसम्म पुगेको छ। पछिल्लो समय चीनीको सहज आपूर्ति नभएको व्यापारीहरू बताउँछन्। नेपाल खुद्रा व्यापार संघले चीनी अभाव नभई कृत्रिम मूल्य वृद्धिका लागि चलखेल गरिएको बताएको छ। संघका अध्यक्ष पवित्रमान बज्राचार्य बजारमा चीनी अभाव नभएको तर ठूलो व्यापारी र उद्योगीले नियोजित रूपमै किलोमा 10 रुपियाँसम्म मूल्य बढाएको दावी गर्नुभएको छ।
सरकारले कानून न्याय तथा संसदीय मामिला मन्त्री नै नेपाल कानून आयोगको अध्यक्ष रहने व्यवस्था प्रस्ताव गरेको छ। यसका निम्ति नेपाल कानून आयोग ऐन 2063 संशोधन गरिँदैछ। यही साउन 28 गते प्रतिनिधि सभामा दर्ता भएको विधेयक ऐनमा रूपान्तरित भए आयोगको वर्तमान संरचनामा फेरबदल हुनेछ। हाल आयोगको अध्यक्ष सर्वोच्च अदालतको न्यायाधीश भइसकेको वा न्यायाधीश हुन योग्यता पुगेको व्यक्तिमध्येबाट सरकारले नियुक्त गर्ने व्यवस्था गरेको छ। यो व्यवस्था हटाएर कानून मन्त्री नै आयोगको अध्यक्ष हुने व्यवस्था विधेयकको दफा 3 मा रहेको छ। नेपाल कम्युनिस्ट पार्टी एमालेका महासचिव शंकर पोखरेलले जनमत वामपन्थी शक्तिबाट टाढिनुको कारणबारे गम्भीर समीक्षा गर्नुपर्ने समय आएको बताउनु भएको छ। समाजवाद अध्ययन केन्द्र नेपालद्वारा काठमाडौँमा आयोजित वामपन्थी आन्दोलन अब के गर्ने राष्ट्रिय बहस विषयक कार्यक्रममा महासचिव पोखरेलले जनमत आफूहरूबाट टाढिनुको कारण पहिचान गरी त्यसको गम्भीर समीक्षा गर्नुपर्ने बताउनु भएको छ। उहाँले कम्युनिस्ट पार्टीकै नेतृत्वमा सरकार हुँदाहुँदै पनि सरकारबाट अपदस्थ हुनु परेको यथार्थलाई गम्भीरतापूर्वक विश्लेषण गर्नुपर्ने धारणा राख्नु भएको छ। महासचिव पोखरेलले नेपालमा वामपन्थी आन्दोलनले लामो समयदेखि राजनीतिक नेतृत्व गर्दै आए पनि पछिल्लो समय कमजोर हुँदै जानु सामान्य विषय नभएको बताउनु भएको छ। उहाँका अनुसार नेपालमा वामपन्थी आन्दोलनले 6 प्रधानमन्त्री र 21 मुख्यमन्त्री जन्माइसकेको छ। यस्तो राजनीतिक प्रभाव भएको आन्दोलन कमजोर हुनुको कारण खोजी गर्नुपर्ने उहाँको भनाइ छ। मुलुकको मध्य पहाडी भूभागका जिल्लालाई यातायात सञ्जालमा जोड्न सुरु गरिएको पुष्पलाल मध्य पहाडी लोकमार्ग निर्माण तोकिएको समयमा सम्पन्न नहुँदा सुरु अनुमानको तुलनामा लागत 51 अर्ब रुपियाँ भन्दा धेरै बढेको छ। मध्य पहाडलाई पूर्व पश्चिम जोड्ने यो योजना आर्थिक वर्ष 2064-65 देखि सुरु भएको हो। सुरुमा आर्थिक वर्ष 2074-75 मा सम्पन्न गर्ने गरी सरकारले योजना थालेको थियो। सुरुवाती लागत 33 अर्ब 36 करोड रुपियाँ रहेको आयोजनाको संशोधित लागत अनुमान 84 अर्ब 33 करोड पुगेको महालेखा परीक्षकको कार्यालयले गरेको कार्य मूल्याङ्कन लेखा परीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ। कार्यालयका अनुसार तोकिएको समयमा काम सम्पन्न नहुँदा यस आयोजनाको लागत 152.78% ले बढेको छ। आर्थिक वर्ष 2081-82 सम्म यो आयोजनामा 71 अर्ब 9 करोड 87 लाख खर्च भइसकेको छ। यो आयोजनाको सुरुवाती लम्बाइ 1776 किलोमिटर थियो, तर पटक पटक रेखाङ्कन परिवर्तनको मारमा आयोजना परेको छ। सोही कारण अहिले आयोजनाको लम्बाइ 1879 किलोमिटर तन्क्याइएको छ। यसले समेत लागत बढाउन भूमिका खेलेको देखिएको छ। 1 दशकभन्दा बढी समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालनका लागि सरकारी टोलीले स्थलगत निरीक्षण गर्दै मोडालिटी टुङ्ग्याउने आश्वासन दिएको छ। सार्वजनिक सम्पत्ति व्यवस्थापन उपसमितिका संयोजक सुशील खड्काले सार्वजनिक निजी साझेदारी PPP मोडलमा उद्योग सञ्चालन गर्ने सम्भावना रहेको बताउनुभयो। सांसद कविन्द्र बुर्लाकोटीले उद्योग सञ्चालन गर्न राष्ट्रिय गौरवको आयोजनाका रूपमा प्राथमिकता दिँदै उपकरणको आधुनिकीकरण गर्नुपर्ने आवश्यकता औल्याउनु भएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ। लुम्बिनी प्रदेश सभाको 8औं अधिवेशन अन्तर्गतको बैठक आज बस्दैछ। सोही बैठक अन्तर्गत उहाँले विश्वासको मत लिँदै हुनुहुन्छ। बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिनुभएको छ। जाजरकोटको भेरी नगरपालिका 2 रिसाङ इलाकामा गएको पहिरोबाट प्रभावित 300 जनाभन्दा बढीको उद्धार गरिएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहकार्यमा 300 बढी पहिरो प्रभावितको उद्धार गरिएको छ। पहिरोमा पुरिएका 4 जनाको शव निकालिएको छ। त्यस्तै घाइते 8 जनाको उद्धार गरिएको छ। पहिरो प्रभावितलाई स्थानीय विद्यालयमा पनि सारिएको छ। उनीहरूका लागि कर्णाली प्रदेश सरकारले राहत सामग्री वितरण गरिसकेको छ। सुदूरपश्चिम भ्रमणका क्रममा बिरामी पर्नुभएका पूर्वाधार विकास मन्त्री सुनिल लम्साललाई धनगढीबाट काठमाडौँ लगिएको छ। नेपाली सेनाको स्काई ट्रक मार्फत मन्त्री लम्साललाई काठमाडौँ लगिएको हो। नेपाल सरकारबाट निर्माणाधीन आयोजना अनुगमनका क्रममा बैतडी पुग्नुभएका बेला मन्त्री लम्साल बिरामी पर्नुभएको थियो। उहाँलाई हिजो दिउँसो सुर्खेतमा रहेको नेपाली सेनाको हेलिकप्टर बोलाएर बैतडीबाट धनगढी लगिएको थियो। गैर-आवासीय नेपाली संघले वैदेशिक रोजगारीमा रहेका समस्याग्रस्त श्रमिकको उद्धारका लागि विभिन्न मुलुकमा तत्काल सेल्टर हाउस स्थापना गर्न नेपाल सरकारसँग माग गरेको छ। NRNA उपाध्यक्ष खगेन्द्र नेउपानीले विदेशमा रहेका संघका प्रतिनिधिलाई वैधानिक मान्यता दिन सरकारसँग आग्रह गर्दै उनीहरूलाई अवैतनिक श्रमिक दूतका रूपमा नियुक्त गर्नुपर्ने बताउनु भएको छ। सम्मेलनमा सहभागीहरूले वैदेशिक रोजगारीलाई मर्यादित बनाउन, श्रमिकलाई अनिवार्य रूपमा सिपमूलक तालिम दिएर मात्रै विदेश पठाउनु पर्ने र स्वदेश फर्किएका श्रमिकको पुनः एकीकरण गर्नुपर्नेमा जोड दिनु भएको छ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ। निगम सञ्चालक समितिको हिजो बसेको बैठकको निर्णय अनुसार आज भदौ 1 गतेदेखि लागू हुने गरी साबिकको खुद्रा बिक्री मूल्यलाई नै यथावत राखेको जनाएको हो। पेट्रोलियम पदार्थको मूल्य यथावत राख्दा पनि निगमलाई पाक्षिक रूपमा 81 करोड 35 लाख रुपियाँ घाटा हुने जानकारी दिएको छ। निगमले गएको साउन 18 गतेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेल तथा हवाई इन्धनको मूल्य बढाएको थियो। मध्य प्रदेशमा मलको माग उच्च भइरहेका बेला वीरगञ्ज नाकाबाट साउन महिनामा 11,715 टन युरिया र डीएपी मल भित्रिएको पाएको छ। कृषि सामग्री कम्पनी लिमिटेडको वीरगञ्ज प्रादेशिक कार्यालयका अनुसार कन्साइनमेन्ट नम्बर 154 अन्तर्गत 5,431 टन डीएपी मल वीरगञ्ज स्थित कम्पनीको गोदाममा आइपुगेको छ। कृषि सामग्री कम्पनी लिमिटेड वीरगञ्ज प्रादेशिक कार्यालयका सूचना अधिकारी दिनेश शर्माका अनुसार भारतको इन्डियन पोटास लिमिटेड आइपीएलले तेस्रो मुलुकबाट आयात गरेको उक्त मल वीरगञ्ज नाका हुँदै नेपाल भित्रिएको हो। त्यस्तै कन्साइनमेन्ट नम्बर 155 अन्तर्गत 5,111 टन युरिया मल पनि वीरगञ्ज स्थित गोदाममा भित्रिएको छ। उक्त मल आदित्य बिर्ला कम्पनीले ग्लोबल टेन्डर मार्फत ल्याएको हो। नेपाल राष्ट्र बैंकको खुकुलो कर्जा नीति र असुलीमा आएको सुधारका कारण वाणिज्य बैंकहरूले खुद नाफा गत आर्थिक वर्षमा 24.59% बढेर 65 अर्ब 93 करोड पुगेको छ। कर्जा नोक्सानी व्यवस्था बापत छुट्याइने रकम 23% घट्दा बैंकहरूको नाफामा सकारात्मक प्रभाव परेको छ भने कुमारी बैंकले 1 अर्ब 43 करोड रुपियाँ असुली गरी नाफा बढाएको छ। गत आर्थिक वर्षमा नबिल बैंक 7 अर्ब 90 करोड नाफा सहित पहिलो स्थानमा रहँदा प्रभु बैंकको नाफा भने 2,423 रुपियाँले ऋणात्मक देखिएको छ। वित्तीय क्षेत्रको ब्याज दर घट्यो भने पनि बैंकहरूको खुद ब्याज आम्दानी भने 1.27% मात्र बढेको छ। सोही अवधिमा वित्तीय प्रणालीमा अधिकतम तरलता र न्यून कर्जाको मागका कारण ब्याज आम्दानीमा सुधार आउन नसकेको बैंकले बताएको छ। गत आर्थिक वर्ष बैंकहरूले कर्जा नोक्सानी व्यवस्था बापत कुल 39 अर्ब 40 करोड रुपियाँ नाफाबाट छुट्याएका छन्। यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा करिब 23% थोरै हो। यो अघिल्लो आर्थिक वर्षको कर्जा नोक्सानी व्यवस्था बापत 50 अर्ब 66 करोड रुपियाँ रहेको थियो। गत आर्थिक वर्षमा कुमारी बैंक र कुमारी बैंकको कर्जा नोक्सानी व्यवस्थाबाट रकम फिर्ता भएको छ। अघिल्लो आर्थिक वर्षमा सोही शीर्षकबाट रकम फिर्ता गरेका बैंकहरूमा एभरेस्ट बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेको थियो। अब विदेशको खबर। अस्ट्रेलिया सरकारले आप्रवासन प्रणालीलाई थप कडा बनाउने तयारी गरेको छ। मन्त्री परिषदले विशेष गरी सुरक्षाका लागि शरण माइग्रेसन आवेदन दिएका तर दाबी अस्वीकृत भएका अस्थायी भिजा धारकहरूको काम गर्ने अधिकार हटाउने प्रस्तावमाथि छलफल गरिरहेको छ। गृहमन्त्री टोनी वकले आप्रवासीको संख्या घटाउने उद्देश्यले नयाँ नीति ल्याउने तयारी गर्नुभएको छ। यसमा ब्याकप्याकर भिजा, पारिवारिक पुनर्मिलन भिजा र शरणार्थी दाबी अस्वीकृत भएका व्यक्तिहरूका नियम कडा बनाउने प्रस्ताव समावेश छ। सरकारका अनुसार धेरै अस्थायी भिजा धारकहरूले माइग्रेसनको आवेदन दिएर वर्षौंसम्म अस्ट्रेलियामा बस्ने गरेका छन्। उनीहरू प्राय ब्रिजिङ भिजामा बस्दै काम गर्न पाउने भएकाले सरकारले यसलाई रोक्न चाहेको हो। र अब एउटा खेल प्रसंग। फ्रान्सको पेरिसमा भएको स्पोर्ट्स विश्वकप अन्तर्गत पब्जी मोबाइल विश्वकपमा नेपालको होर्रा स्पोर्ट्सले 8औं स्थान हासिल गरेको छ। फाइनलको अन्तिम दिन स्याम्स रुल लागू भएको थियो तर खेलको नतिजा टुङ्गो लाग्न भने अन्तिम खेलसम्म कुर्नु पर्यो। होर्राले 18 खेलमा कुल 109 अङ्क जोडेर 8औं स्थान हासिल गरेको छ। 8औं स्थानमा फिनिश गरेसँगै होर्राले कुल $1,27,500 अमेरिकी डलर पुरस्कार जितेको छ। समूह चरणमा $57,500 पुरस्कार जितेको होर्राले फाइनलमा 70,000 अमेरिकी डलर पुरस्कार जितेको छ। 1,27,000 अमेरिकी डलरको नेपाली मूल्य आजको दर अनुसार करिब 1,94,31,000 हुन आउँछ।